नमस्ते, वेलकम टु आवर च्यानल साथीहरु। आशा गर्छु हजुरहरु सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै ठीक छौं। अनि आज चाहिँ बेलुका लगभग 6 बज्न लाग्दा भन्दा 5 बजेपछि 5 साढे 5 हुन लागिसकेछ। आज चाहिँ बेलुकाबाट भ्लग स्टार्ट गरेको। अहिले चाहिँ पानी पर्दा आज 3 दिन आज 4 दिन भइसक्यो पानी परेको साथीहरु। अनि अघिल्लो भिडियोमा देखिहाल्नु भयो होला पानी परेर मौसम कस्तो भएको थियो भनेर। आज दिउँसभरि पनि पानी परिरहेको थियो। अनि अहिले 5 साढे 5 हुन लाग्यो साथीहरु। अनि भ्लग स्टार्ट गरेको। मेरो छोरा यहाँ हुनुहुन्छ श्रियान। अनि तपाईहरुलाई मौसम पनि देखाउँछु, हेर्नु है त। उनले चाहिँ एकदम च्यालेन्ज गरिरहेको छ कि तातो सुप खानु भनिरहेछ। यस्तै छ मौसम चाहिँ, पुरा पानी परेर बेलुका यो चाहिँ 5 साढे 5 लगभग हुन लागिसक्यो। यस्तो छ। अनि मेरो छोरा चाहिँ यहाँ दादासँग जिस्केको छ। मेरो छोराको आउटफिट अफ द डे यस्तो छ। कोही चाहिँ यहाँ जिस्केर बसिछन्। लड्छ श्रेन्स पानीमा। यस्तै छ साथीहरु। यो चाहिँ बेलुकाबाट भ्लग स्टार्ट गरेको देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ छौँ यहाँ 3 तला माथि। कस्तो राम्रो देख्छ हेर्नु न। त्यो डाँडा चाहिँ बेतिनी रूपपटार के हुँदै घुर्मी जान्छ यहाँबाट। अनि यो चोक जुन देख्नु भएको छ त्यो चाहिँ यो मेरो औँलाको ठ्याक्क उतापछि चाहिँ कान्छी बजार भन्छ। त्यहाँबाट चाहिँ 2टा रोड छुट्टिन्छ। यस्तै छ साथीहरु पानी परेर। ल साथीहरु सुत्दा बिहान सुत बेलुका सुत खासुत गरेर मोटाएर 90-100 केजी पुग्न लागिसक्यो। मेरो छोराले नि हाई भन्दै हुन्छ, मम्मी हेलो। अनि यहाँ मम्मीले चाहिँ के बनाउन लाग्नु भएको छ भनेर तपाईहरुलाई देखाउँछ है। मौसमले च्यालेन्ज गर्यो भन्दै थियो, हेर्नु है त। च्यालेन्ज गर्यो भनेको यहाँ कति 2 किलो 2 किलो माछा लिएर आउनु भयो। अब जाडोमा यसलाई सरम मजाले फ्राई गरेर बेसाटा नुन मात्र फ्राई गरेर। बेबी आर यु एक्साइटेड? फिस खाने हो? नखाने फिस? काँडा नभएको फिस। यो चाहिँ सुँग्दा कहाँ मिठो हुन्छ त खान्छ। अब बनाउने हेर्नु त मम्मी फिस जाडोमा तातो झोल खान्छ नाति। ल यहाँ चाहिँ फिस पकाउन लाग्नु भएछ साथीहरु। यो चाहिँ बेलुकाको खाना तपाईहरुलाई देखाउँदै मम्मीहरुले कसरी बनाउनुहुन्छ भनेर। सुन्न उता के हुन्छ रे छोरा? कस्तो मिठो हुन्छ। ओके बाबा मिठो हुन्छ। बेबीले खान्छ भनेर। अनि यिनीहरु चाहिँ काँडा नभएको होला चर्को नपार्नु कमै होस् हुन लाग्नु भएको छ। अनि त्यसपछि कसरी बनाउनुहुन्छ अब उहाँहरुकै स्टाइलले बनाउनुहुन्छ। अब म त माइतीमा खाने बस्ने सुत्ने काम यही हो साथीहरु। बेलुका भएपछि यता मोबाइल पसलहरु छ, गीत बजेको गर्छ। यस्तै छ। अनि पुरा देख्न सक्नुहुन्छ है पानी परेर एकदमै राम्रो छ मौसम चाहिँ। हिँड्न डुल्न निस्किम भने साथीहरु पानी परेर तनाव छ। अनि अघि पानी रोकेको थियो एकछिन। अनि हामी चाहिँ मम्मी म कुन्टे बजार गएर आएको। उलाई स्लिपर थिएन, स्लिपर लिदिएको। अनि तपाईहरुलाई देखाउँछु साथीहरु। यस्तै छ मौसम। हजुर आमा भाटामा लिएर जानु न बाबा। अनि पानीले हेर्नु है चिल पानी छ। मेरो पुच्छर आउँदै हुनुहुन्छ छाडीपट्टिको सिनहरु। हेलो छोरो, हाउ आर यु बेबी? दर्शन गर्दिछु न। आँखा झिम्काइदिनु त ल एकचोटी। मेरो छोराको भाइ र आँखा झिम्काइदिनुस् त। छुने ल छुनु। अनि हेर्नु न कति मजाले साग लाउनु भएको थियो। 2 छाक त खायौँ पनि। अहिले पानीले चुटेर यस्तो बनाए साथीहरु। यस्तो बनाएको छ। यहाँ हेर्नु यहाँ पनि लगाएको यो झोलहरु लाएर मम्मीहरुले यहाँ चाहिँ ठिक्क खाने बेला भयो थियो। यस्तो भएको छ। हेर्नु पानीले कस्तो गरेको छ। ल हेर्नु सक्नुहुन्छ है तपाईहरुले। यो चाहिँ यो जग्गा चाहिँ मान्छेहरु बसेको त्यतिकै बस्नु भएको उहाँहरुको कतिको आफ्नो घर हैन त्यतिको बस्नु भएको छ। कतिजनाको आफ्नै हो। यो खाली जग्गामा चाहिँ पानी जमेर यस्तो भएको छ कि कुरै नगरम। अनि हामी पढेको बोर्डिङ यानी कि म र मेरो दादा पढेको बोर्डिङ चाहिँ त्यो हो साथीहरु। अनि हाम्रो पहिलाको घर चाहिँ उ त
के कलर भन्छ लेभेन्डर कलर त्यो घर हो। त्यो चाहिँ हामीले बेचिसकेको साथीहरू। हाम्रो बालापन हाम्रो यादहरू त्यो घर हो हामीले बेचिसकेको देख्न सक्नुहुन्छ। यस्तो छ। यता चाहिँ पिज आइसकेको छैन त्यतिसम्म मात्र पिज भएको छ। अनि यो चाहिँ अहिले बेलुकाको मौसम। अनि आज चाहिँ फिस बनाउनेवाला हुनुहुन्छ मम्मीहरूले। अनि यो चाहिँ हाम्रो टपमा टोयलेट बाथरुम छ यहाँनिर। अनि यहाँ छ मेरो छोराले चाहिँ घरिघरि चाहिँ इरिटेट लाउँछ साथीहरू। जिद्दी अति गर्छ जे कुरामा पनि। बिना भाइ बस्न सक्दैन, भाइ पनि दादा बिना बस्न सक्दैन। फेरि पनि कराउने किचिज गर्ने। हेलो दिपु, दर्शन, युट्युब फ्यामिली यस्तो यस्तो साथीहरू। तपाईँहरू पनि हामी सँगसँगै हाम्रो ठाउँ घुम्नु होला। कति लिएर युट्युब फ्यामिली दर्शन भन्दैछ। ल दर्शन छोरा खाना बनाउन लाग्नु भएको छ साथीहरू। अनि यो चाहिँ हामी चाहिँ टपमा 3 तलाको पनि टपमा छौँ। अनि तपाईँहरूलाई होम टुर मेरो माइती घर हेर्नु मन छ भने चाहिँ प्लिज कमेन्ट गर्नु होला। म तपाईँहरूलाई टुर गराउने छु। तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल। पानीले यस्तो बिगारी छ नि तपाईँहरूलाई देखाउनु मन लागिहाल्यो। अझै फुलहरू रोप्नै बाँकी छ। यो स्नेक प्लान्ट अनि यो चाहिँ के भन्छ मलाई थाहा छैन। अनि यो चाइनिज दुबो सेतो सेतो हुनुपर्ने। यो चाहिँ मलजल धेरै भएर एकदमै हरियो छ। अनि यहाँ के छ अनि साथसाथै यहाँ हेर्नु यो चाहिँ मेरो रहर मम्मीले रोपिदिनु भएको। म चाहिँ यहाँ दिनकै चियापत्तीको त्यो खोस्टाहरू हाल्छु। अनि यतिको भएको छ यो काँडे धनिया मेरो सबसे फेभरेट धनिया हो है। यो चाहिँ बास्ना मलाई यति मनपर्छ। हजुर के गर्नुभयो दादाले? मेरो कसले हानेको मेरो छोरालाई? अब दादालाई कुट्दिन्छु म। खै त दादालाई पिट्दिउँ भोड मेरो छोरालाई पिट्ने हो। यसको एक्सन हेर्नु है फेरि। आम्मामा ओहो 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 बाफ्रे बाबरे बाफ्रे। यो दाजुभाइ यति चकचक गर्छ साथीहरू। यति चकचक गर्छन् एकअर्का बिना बस्नु पनि सक्दैनन्। अनि एकअर्का बिना फाइट खेला खेले। ल अब खानुहोस् बेबी चिउरा खानुहोस्। यस्तो चकचक गर्छ कि कुरै नगरौँ। दाइरा भाइ कति चकचक गर्छन् भनेर। बजारमा बसेर पनि गाई भैँसी नपाले पनि बेगौती खानु चाहिँ पाइन्छ है। यहाँनिर ड्याडीलाई त्यहाँ हाम्रो छिमेकी बुवाले के ब्याएको रे गाई ब्याएर हेर्नु नि कति धेरै ल्याइदिनु भएको। काउ मिल्क भैँसी सरी गाई ब्याएको रे लोकल गाई कति धेरै दुध ल्याइदिनु भएको बेगौती दुध। अब चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ अनि बेगौती हुन्छ। त्यसै चाहिँ हामी खान्छौँ साथीहरू। मलाई चाहिँ मन पर्दैन है बेगौती। हाम्रो घरमा भैँसी ब्याउँदा नि म नखाने मान्छे हो। मलाई चाहिँ अलिक कस्तो लाग्छ भनेर खाने मान्छेलाई घिन लाग्छ होला। मलाई चाहिँ बच्चाको डर जस्तो लाग्छ क्या अलि। त्यही भएर म चाहिँ खाँदिनँ। अहिले बनाइ चाहिँ दिनु पर्यो। देख्न सक्नुहुन्छ कसले कहाँको बुवाले ल्याइदिनु भएको भनेर म तपाईँहरूलाई घर देखाउँछु ल। कसले ल्याइदिनु भएको रे यो ड्याडीको साथी बुवाले। बेगौती दुध है। के अरे हाम्रो चाहिँ खेतबारी पनि छैन, भैँसी गाई पनि छैन। त्यही भएर खानेकुरा चाहिँ कम हुँदैन साथीहरू। यहाँ ड्याडीको साथी यानि कि बुवाले ड्याडीको दाई भनौँ न, उहाँभन्दा नि अलिक बुढो हुनुहुन्छ, दाईले ल्याइदिनु भएको गाईको लोकल गाई है, लोकल गाईको दुध। अब यसलाई बेगौती बनाएर हामी खान्छौँ। खानालाई गाई भैँसी पाल्नै पर्छ भन्ने चाहिँ छैन नि साथीहरू होइन, भन्ने छैन साथीहरू। अब मन मिल्ने अब राम्रो मान्छे भयो भने अब खानको लागि यताबाट उताबाट दिनुहुन्छ, त्यो नै ठुलो कुरा हो। अनि हाम्रो बाबुलाई मनपर्छ नि त दुध। अहिले बाबुले फिडिङ गर्न छोडेपछि चाहिँ उसले दुध खान एकदमै रुचाउँछ, त्यही भएर उसलाई बिहान बिहानै दुध ल्याइदिने गर्नुभएको छ। अनि आज त बेगौती ल्याइदिनु भएको छ, बेगौती बनाउने दुध गाई ब्याएको अरे, त्यही भएर एक बोतल ल्याइदिनु भएको छ स्प्राइटको ठुलो बोतलमा। अनि उहाँको त्यो बुवाको घर चाहिँ उयो तपाईँहरूलाई देखाउँछु ल।
कलर भनौँ न, यही घरको बुवाहरूले ल्याइदिनु भएको। उहाँले अघि ल्याइदिनु भएको थियो, हामी चाहिँ यता पछाडि छौँ, त्यही भएर भिडियो गर्न पाइनँ साथीहरू। अनि मेरो छोरा, तिमी खान्छौ कि खाँदैनौ बेगौते? मन पर्दैन? यु डोन्ट लाइक इट? मेरो छोरालाई चाहिँ बुबु चाहिँ अहिले रिसेन्टली चाहिँ बुबु त्यो पनि मतलब हुन्छ नि, दुध त्यत्तिकै चाहिँ खाँदैन, कफी या त चिया बनाएर दिनुपर्छ है दिप्सन भाइलाई, अनि मात्र मन पराउँछ है। I like eat आइसक्रिम, केक, जङ्क फुड। यु लाइक जङ्क फुड, अनि त्यही भएर बडी पनि जङ्क नै छ। हेर्नु न यहाँ, गो ब्याक, अझै ब्याक जाऊ त। ल देख्न सक्नुहुन्छ है, भविष्यमा लाउरे बन्ने होइन त? के भन्ने त? डक्टर। अनि साइन्स त पढ्नु पर्यो नि त राम्रोसँगले। दाइ डक्टर रे, भाइ पुलिस बन्छु भन्छ साथीहरू। के गर्नु, गाह्रो छ हो मेरो छोरा। हेर्नु न, दिनदिनै तपाईँहरूले कत्रोमा देख्नु भएको थियो, अहिले कत्रो भइसकिसक्यो। स्लिपहरू आफैले चुज गरेको, मैले राम्रो ब्रान्डेड हेरेको, उसलाई आज नचाहिने रे, उसलाई यस्तो नर्मल चप्पल चाहिएको अरे घर बस्दा लाउने, उसकै इच्छामा ल्याइदिएको। दादालाई दिनुहोस् न त, लगेर राखिदेऊ न। सेकी सेकी नाच्देऊ त, सेकी सेकी। ल दादालाई मोबाइल ल्याउनु भन न, अनि यो मोबाइलमा बजाउँदै भिडियो बनाउनु त मिल्दैन त छोरा। मेरो छोराले चाहिँ डान्स गर्नु पर्यो अरे, सेकी सेकी गर्नु पर्यो अरे। उसको आमा र बुवालाई त एकैछिनमा खुसी पारिहाल्छ है, सेकी सेकी भन्दै। तार्दै हुनुहुन्छ माछा चाहिँ मम्मीले, ड्याडीले। छ 2 किलो माछा ल्याउनु भएको। अनि यहाँ छ ल अर्को बेबी त रिसाएर खाँदैन अरे। बेगौती पाक्दैछ साथीहरू अनि यता ड्याडीले के अरे माछा बनाउँदै हुनुहुन्छ, अन्डा खाँदै हुनुहुन्थ्यो। के माछा माछा हो? बेगौती बन्दैछ साथीहरू। वाउ, देख्न सक्नुहुन्छ प्योर लोकल गाईको बेगौती। यहाँ ड्याडीले माछाको झोल बनाउन र ग्रेभी बनाउँदै हुन्छ, रस बनाउनलाई। र बनिसकेपछि देखाउँछु साथीहरू, हेर्नुहोस् है त। यहाँ चाहिँ म चलाउँदैछु। फिस पाकिसक्यो, फिस। यहाँ बेगौती पनि भइसकिसक्यो साथीहरू। चिसो मौसममा तातो माछाको झोल।